अब चाहिँ भयो माछ सिक्ने झापाली दाई आई लभ यु ल त के छ मेरो ए हेरौँ है त झापाली दाई सँगै फेरि सुन्नु भन्दा Guess what, माछ सिक्ने Guess what, माछ सिक्ने ट्याङ कता हो लो माछ सिक्ने जेफ्री दाई मार्नु न हौ राडी मेरो इन्जिनियर यार इन्जिनियर हो तिमी यप जेबिनले भेन्ट हान्यो हैन अब म इन्जिनियर हो इन्जिनियरले भेन्ट हाने मिल्दैन त कस्तो कुरा गरेको मिल्छ को मर मलाई पेरिन माथि पनि हल्का डाउट चाहिँ लागिरहेछ इलेक्ट्रिकलमा भेन्ट हानेर हिँड्यो हैन भेन्ट हानेर हिँड्यो होइन ऊ त्यो के अरे साइमनले काम गरेको कसले देखो साइमनको अत्तै पत्तै देखेछु नि योपालि म माथि ओटुमा उ त्यो देखाइन्छु मसँग गार्बेज वाला ट्याक्स छ म देखाइन्छु त्यो गरेर तल गार्बेज फालेर त्यसो भए हटा स्किप हान्यो त्यसो भए अहिले अरे पेप्सी मरिसक्यो ए पेप्सी मरो त अनि पेप्सी मरो नि त एउटा कुरा नोट गरौँ है जेबेनले भेन्ट हानेछ जेबेन इन्जिनियर पनि हुन सक्छ इम्पोस्टर पनि हुन सक्छ ओके मलाई सक्छ राख्दा हुन्छ क्या केटा म इन्जिनियर हो क्या केटा बुझेन इन्जिनियर चाहिँ म इन्जिनियर हो फेरि बुझेन ल ठिक छ सस राख्नु पायो सक्स राख्न पायो यहाँ सोचेको हेलो डिटेक्टिभलाई नि काम गर्न दिनु न यार रोल पाउनु फाइदै भएन Let's go, motherfucker! ल्याम दाइ छप्कै हाल्ने किल दिइहाल्ने ल्यामै दाइले मान्छे हान्छ कि हान्दैन यार केटा दाइले हान्ला दाइले हान्दैन त फक बिजोक हुन्छ हौ राडी वाट द फक दाइले भ्याइसकेको छ को गयो साइमन गयो लामो साइमन कहाँ पो हिँड्दै थियो रे क्लेम होइन मैले थाहा पाएँ मैले सबैलाई वाच गरेँ मैले एउटा मान्छे मात्रै काम गरिदिएको मैले जेबेनदेखि काम गरेको कता हो आजकल म निस्किरहेको थियो इलेक्ट्रिकलबाट म निस्किरहेको थियो तिमीहरूले देख्यो कसले उ त्यो गरेको 10-0ले पनि देखेको छ मलाई हैन स्योर 10-0 कन्फर्म गर्दै स्योर पेरिने सोध्दा पनि हुन्छ पेरि पनि मैले देखेको छ मसँग तान्जेरो स्योर जेबेनले गरे काम माछको दाइ रन्डीले किन मलाई फसाउन खोजिरहेछ हौ माछ जेबेन पेरिन हो जस्तो लाग्यो मलाई फसाएर जेबेनलाई भोटाल्यो जेबेनलाई दाइ म कसरी हुनु कस्तो कुरा गरेको हौ यार तीनचोटी हैन हिने मैले काम गरेकै देखिन सकाएर निस्किरहेछ हो दाइ तर हैन जेबेनले मैले जेबेनले काम गर्दै थिएँ यो कुवारी एकछिन यो यत्रो चरावाला को यो चरावाला मुख भएको जेफ्री छ त नाम म किन छु ओ यसमा पनि भाइ डाउट छ है तिमीहरू के भन्छौ नबुझेको आम्बो म त काम हान्दै निस्किरहेछु क्या बुझ्नु भएन म सेक्युरिटीमा थिएँ हैन मलाई जेबेल पेरिन र ब्लू लार्जमा शंका लागिरहेछ क्या ब्लू लार्ज हैन ब्लर लार्ज हो म पेरिन पनि थियो मसँग इलेक्ट्रिकल मसँग इन्जिनियर काम सँगै हान्दै हिँडिरहेको क्या पेरिन छ इन्जिनियर हो क्या सेक्युरिटीमा क्यामेरा हेरेर बसिरहेको थिएँ भाइ साच्चै भर भाइ ब्लू लार्ज पनि एकछिन गरिरहेको थिएँ
यो एक सर्ट तिमीहरूले- हानौँ होइन त्यो होइन रहेछ भने ब्लू लार्ज हानौँ है ल होइन योपालि चाहिँ बेला भाइ मलाई त नभन्दा भाइ जे योपालि तर एकचोटि उ त्यो गरौँ है भाइ एकचोटि किनकि जेबेनलाई हाल्नुभन्दा अगाडि पेरिन भाइले के गर्यो कसलाई थाहा छ पेरेन्ट बोलिरहेको थियो त्यो पछि बोल्नु त म पनि बोलिदिन्छु नि यो सर्ट चाहिँ मैले चाहिँ जेबेललाई हालेँ यो सर्ट जेबेनलाई के भन्छ गाइस कसलाई जेबेललाई हो ल जेबेन any आयो डिफेन्स मा कसम यो रङ रहेछ भने भाइ फेरि म आई होप यु राइट होस् यो होइन भने जेफ्री त फिक्स हो जेफ्रीको ट्याक्स म देखाइदिइहाल्छु नि दाइ अघि पनि तपाईँले जेफ्री भनेर मलाई निकाल्नु भयो होइन म्याच नि मलाई झापालिस दाले जाने चिनी निकालेर आफू त्यहाँ पछि हिरो हुनलाई झापालिस दाले मलाई फसायो हौ लामो मलाई उल्टी हान्छ जब त्यसले यो को मलाई रिएक्टर अगाडि भर्खर यो को एक्युजेसन लगाउने जेफ्री भाइ हो सबैजना जेफ्री कि होइन ड्यासको कुरै आएको छैन ड्यासको कसले कुरै गरेको छैन ड्यासको होइन 10 सेकेन्ड छ है मैले जेबेललाई भोट चेन्ज गरेर ड्यासलाई हान्थ्यो युज गर्दाखेरि त्यो एक्युज यस्तो ट्रान्सफर हानेर पेरिङतिर लगेको है जापानी दाइले म्याचिङदाले कस्तो जोत खेल्यो नि मुजी जोतमा मलाई फसाएर थियो अब मैले गर्दा मैले जीवनिसको अन्त खोजेको थियो क्या जोतमा निकालेरै छाड्छ रे निकालेरै छाड्छ मुजी यस्तो भयो बडी होइन अघिको बडी कहाँ भेट्दै थियो भन्दाखेरि रियाक्टर र सेक्युरिटीको बिचमा बडी भेट्दै थियो भने होइन बोलो त्यो पछि सुन है त्यो पछि त्यहाँबाट भागेको भने मैले लगभग म कहाँबाट आएको भन्दाखेरि सिल्स हुँदै स्टोरेज हुँदै म अनि यता सेक्युरिटी तर्फ आइरहेको थिएँ म कसले हेरेको थियो भने याद गरेको होइन गर म त्यहाँबाट उल्टो तरफ चाहिँ कहाँ रियाक्टरबाट उल्टो तरफ इलेक्ट्रिकल स्टोरेज तरफ के अरे जेभेन आएको थियो जेभेन र अर्को को आएको थियो भन्दा 10-0 आएको थियो अब जेभेन अब निस्क्यो 10-0 नि हुनसक्छ है मेरो डाउट चाहिँ 10-0 हुनसक्छ किनभने डबल किल हान्न खोजेको तर भएन एकजनाले हान्यो अर्को नि भाग्यो त्यसको इम्पोर्टर साथी पनि भाग्यो 10-0 र अनि जेभेन सँगै पेरेन्ट भाइको कुरा अलिकति कता हो कि जस्तो चाहिँ लाग्यो है मलाई तर स्योर चाहिँ छुइनँ म होइन मैले 10-0 को एक्टिभिटी मैले देख्न पाइनँ क्या उसको आधारको चाहिँ कुरा गरेको मैले देख्न पाइनँ 10-0 को झापालिस दाइ सुन्नु न मेरो कुरा सुन्नु न एकचोटि हेलो सुनिरहेछु तपाईँ किन होइन तपाईँ इम्पोस्टर किन होइन त्यही हो हामीलाई त्यो क्वेसनको उत्तर दिनुहोस् प्लिज कस्तो किन होइन त्यत्रो रिएक्टरमा गएर फर्स्टमा काम गर्ने को त्यसपछि के गर्नु भन्नु त लु के काम गर्नुभयो भन्नु त फर्स्टमा रिएक्टर त्यस पछाडि लिफ्ट क्लिनिङ तपाईँले लिफ्ट हानेकै हो मलाई त्यो नाम थाहा छैन क्या भाइ त्यो लिफ्ट यस मैले हानेको बुढालाई सेक बुढा झुट बोल्दैछ लिफ्ट क्लिनिङ म हाने बुढा झुट बोले तर होइन त्यो त होइन के अरे एउटै ट्याक्स दुईजनाको चाहिँ हुन्छ होइन हुन्छ मैले तार मिलाएर फेरि कुन चाहिँले तार मिलाएर रहेछ कि हुँदो रहेछ मैले बल्ल होइन म चाहिँ पेरिन भाइको कुरा योपालि सुनिदिउँ भन्छु उसले आएर नै ल मेरो कुरा सुन लाडो टाइपको त्यो ल खाते पाउन्ड टाइपको त्यो होइन उसको कुरा योपालि एकचोटि सुनेर हेरौँ सुन न तिमीले अघि भर्खर झापालिस दाइ तपाईँले अघि भर्खर पेरिन भनेर सस हाने होइन अघि भर्खर अनि अहिले फेरि पल्टेर पेरिन होइन फर्स्टमा पेरिन हो जस्तो लाग्थ्यो तर तिमीहरूले नै भन्यो नि त पेरिनले काम गरिदिएको थियो पेरिनले काम गरिरहेको थियो भनेर ए झापालिस दाइ सुन्नु तपाईँले धेरैलाई गमला उठाउनु छ तपाईँको लास्ट लोकेसन कहाँ थियो अघि बडी रिपोर्ट हुने बेला तपाईँ कहाँ हुन्थ्यो त्यो भन्नु तपाईँ कहाँ हुनुहुन्थ्यो भन्नुहोस् म इमर्जेन्सी रुममा मिटिङमा गएको थिएँ इमर्जेन्सी मिटिङमा हाने यो सेकेन्ड सुरु हुँदा मरे पछाडि होइन मर्ने बेला रिपोर्ट हुँदाखेरि मर्ने बेला रिपोर्ट हुँदा म कहाँ थिएँ म तिमीहरू 4-5 जना मेरै वरिपरि थियो मैले एक्ज्याक्ट बिर्सेँ रिवाइन्ड गरेर हेर्न मिल्छ भने हेर न हौ भाइ यार त्यो त कसरी थाहा हुन्छ अघिको चाहिँ तर योभन्दा अगाडिकोमा चाहिँ यो यसमा चाहिँ म सेकेन्डमा म सिधै मिटिङ रुम हिँडेको मलाई किनकि कता लागिरहेको थियो यो जेफ्री हो कि भनेर अब
अब फेरि जेफ्री होइन क्या मैले तिमीहरूले कुरै सुन्दैन तिमीहरू एक कुरा तिमीहरू धेर भयो क्या तिमीहरू यस्तो रिग्रेट गर्छु छैन भाइ तिमीहरू यस्तो रिग्रेट गर्छ मैले चाहिँ के भनेको भने मलाई चाहिँ जङ्का चाहिँ 100% जेफ्रीमा थियो फर्स्टमा हो तर पेरेन्ट भाइले जब सेकेन्डमा आएर भन्यो नि तान्जिरो अनि त्यहाँ डाउट लाग्यो तर फेरि मेरो त्यो अब यो पेट्रो एस ड्यास चाहिँ मलाई थाहा छैन है मैले त्यति मुभमेन्ट देखिनँ तर मलाई चाहिँ आफूलाई भित्रबाट लागेको थियो जेफ्री अब तिमीहरू रिग्रेट गर्नु चाहिँ गर भाइ अब त्यो चाहिँ होइन भनेको चाहिँ अघिको गेमबाट चाहिँ क्या कस्तो नसुनेको यार मेरो कुरा अघिको गेममा चाहिँ जेफ्री लागेको थियो अहिले पनि जेफ्री हो जस्तो लाग्यो तर पेरेन्ट भाइको कुरा सुन्दा तान्जिरो हो कि भन्ने लाग्यो ए अब स्किप योपालि अघि पेरिन भन्दै थियो बुढाले फेरि ल गयो बुढा हो कि होइन साले राणीहरू फसारै छोड्यो यार के रहु के रहु के रहु के रहु